हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी पिकनिकमा गएको थियौँ है सबैजना। इन्डियाबाट चमा भान्जी उनीहरू आउनुभएको थियो, त्यही भएर हामी सबैजना पिकनिकमा गएको थियौँ। बुद्ध शान्तिको माथि रोदी डाँडा नमुना स्कुलदेखि यतापट्टिको रोदी डाँडामा रमाइलो गर्न गएको थियौँ। अनि घरबाटै हामीलाई चाहिँ सामानहरू लगेको थियौँ। चाहिँ मेरो जेठानी दिदी मेरो नन्दश्री घरबाटै सामानहरू लिएर गएर चटपटे बनायौँ। अनि नानीहरू पनि लगेको थियौँ, एकछिन खेल्यौँ, रमाइलो भयो। मेरो भान्जीहरू अझै बुवा आमा सबैजना गएको थियौँ, हस्बेन्ड। यसरी चटपटे बनाउँदैछौँ, एकछिन घुमेर चटपटे खायौँ। अनि त्यस पछाडि फेरि एकछिन टिकटकहरू बनाएर रमाइलो गरेर फर्क्यौँ। अनि सबैजनालाई मेरो भिडियो दिनुभएकोमा धन्यवाद भन्न चाहन्छु। अनि मलाई यसरी नै माया गरेर भिडियो दिनुहोला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला। अनि थ्याङ्क यू फर 63 सब्सक्राइब भन्न चाहन्छु। सबैजना रमाइलो गऱ्यौँ, तपाईँहरू पनि रमाइलो गर्न आउनु होला। थ्याङ्क यू फर वाचिङ।